यसपालिको बर्थडेमा चाहिँ नातिनी उपहार पनि पाउनु Ready? Let's go. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Ready? Let's go. Happy birthday to you. Happy birthday to you. Happy birthday. आज भिनाजुको बर्थडे बुवालाई जन्मदिनको धेरै धेरै शुभकामना। मौकाले यसपालि सँगै बसेर मनाउन पाइयो, त्यो हाम्रो अहोभाग्य हो। त्यसको लागि बुवालाई धेरै धेरै धन्यवाद। हजुरलाई कस्तो लागिरहेछ ल भन्नु? खुसी लाग्यो, वर्षौँपछि आज फेरि सँगै बर्थडे मनाउनु पाइयो। अब हाम्रो बुवालाई वर्षौँ 84 चाहिँ गर्नु पाइयोस् भनेर चाहिँ हामी बचिरहेछौँ। सेन्चुरी हान्नुपर्छ एउटा सेन्चुरी त हान्नियो बुवा। आफ्नो स्वास्थ्यको ख्याल गरेर चाहिँ हामीलाई त्यसमा सफल बनाइदिनु भन्ने हाम्रो कामना छ, हाम्रो चाहना छ। हाम्रो पार्टीले त्यही भन्छ। भिनाजुको धेरै वर्षपछि सँगै बसेर बर्थडे मनाउनु भयो। त्यसमा हामी सबै धेरै खुसी छौँ। आज रमाइलो तरिकाले बर्थडे मनाउनुपर्छ र भिनाजुलाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु र सधैँ खुसी रहनु होला, स्वस्थ रहनु होला। ल दिदी, भिनाजुको जन्मदिनको उपलक्ष्यमा हजुर के भन्न चाहनुहुन्छ त? जन्मदिनको धेरै धेरै शुभकामना। धन्यवाद म्याडम। र आँटे तागेका कुराहरू सबै पुऱ्याउँदै जाउन् र गएका पनि छन्। यही छ मेरो जन्मदिनको शुभकामना। यसपालिको बर्थडेमा चाहिँ नातिनी उपहार पनि पाउनु। मेरो जन्मदिन यसरी भव्यताका साथ मनाइदिने विनोद बाबु, प्रकाश, शिला, प्रशंसा, स्यानी, गौरेश सबैलाई धेरै धेरै नामै लिनु भएन र मेरी दुईटै मानिँदैन कि त्यहाँ एउटै भएर लक्ष्मी आचार्यलाई यो सम्झाएर मलाई त त्यो पनि बिर्सिराखेको छु, सम्झाइदिएर यो मनाउन प्रेरित गर्ने मेरो विनोद बाबुलाई धेरै धन्यवाद। र आगामी दिनमा पनि यसै गरी जुन छोराछोरीले मनाइदिनु भयो यसको लागि मैले कहिल्यै पनि बिर्सिन्न। यो अत्यन्त अनुकरणीय रह्यो। हजुरबाको बर्थडे मनाउन पाउँदा पनि धेरै खुसी छु होइन। ओके ल, ह्याप्पी बर्थडे टु यु भिनाजु। ताली बजाउँ।